आज हामी डेभिड गगिन्स र उनको किताब नेभर फिनिश्डको बारेमा कुरा गरौँ। यो किताब खालि एउटा कथा मात्रै होइन, यो त हाम्रो दिमागको तालछा खोल्ने औजारहरूको एउटा सङ्गालो हो भनौँ न। आउनुहोस् आज तिनै औजारहरू के हुन् अलि गहिरिएर हेरौँ। सुरु गर्नुभन्दा पहिले एउटा प्रश्नबारे सोचौँ त। हाम्रो जीवनमा आखिर त्यो कुन एउटा यस्तो क्षण होला जसले हामी सफल हुन्छौँ कि असफल त्यसको फैसला गर्छ? के होला त्यो क्षण? उत्तर सुन्दा अचम्म लाग्न सक्छ, तर यो एकदमै शक्तिशाली छ। त्यो निर्णायक क्षण हो, केवल 1 सेकेन्ड हो, जम्मा 1 सेकेन्ड। हाम्रो सफलता र असफलता बीचको दूरी केवल त्यही 1 सेकेन्डको हुँदो रहेछ। र यही 1 सेकेन्डभित्र लुकेको छ गगिन्सको पहिलो र सायद सबैभन्दा शक्तिशाली मानसिक औजार, 1 सेकेन्डको निर्णय। यो त्यो हतियार हो जसले हरेक आन्तरिक लडाईँ जित्न मद्दत गर्छ। एकछिन कल्पना गरौँ त, कुनै दौडको बीचमा वा कुनै एकदमै गाह्रो काम गरिरहेको बेला हाम्रो दिमागले भन्छ, भो अब छोडिदे, सक्दैनस्। हो, त्यही 1 सेकेन्ड हो वास्तविक लडाई। त्यो 1 सेकेन्डमा हामी हार मान्छौँ कि अगाडि बढ्ने निर्णय गर्छौँ, हो त्यसैले सबै कुराको निर्धारण गर्छ। ल ठिक छ, मानौँ हामीले त्यो 1 सेकेन्डको लगाई जित्यौँ र लक्ष्य पनि पूरा गर्यौँ। अब के त? धेरैजसो मानिसहरू यहीँनिर आएर अल्मलिन्छन्। गगिन्स यसलाई झुटो शिखर भन्छन्, जहाँ हामीलाई लाग्छ कि यात्रा अब सकियो। यो त एउटा कहिल्यै नरोकिने चक्र जस्तै हो, होइन र? हामी एउटा लक्ष्यमा पुग्छौँ, एकछिनलाई राहत महसुस हुन्छ, तर त्यो त केवल एकछिन सास फेर्ने ठाउँ मात्रै हो। किनभने तुरन्तै अर्को चुनौती, अर्को पहाड हाम्रो अगाडि आएर उभिन्छ। हरेक सफलता भनेको अर्को यात्राको सुरुवात मात्रै हो। त्यसैले एउटा कुरा मनमा गाँठो पार्नुपर्छ, जीवनको कुनै अन्तिम रेखा हुँदैन। सफलता भनेको कुनै पुग्ने ठाउँ होइन, यो त निरन्तर विकासको कहिल्यै अन्त्य नहुने यात्रा हो। त्यसो भए यो कहिल्यै अन्त्य नहुने यात्राको लागि हामीले आफूलाई कसरी तयार पार्ने त? यसको जवाफ हो एउटा कठोर मन बनाएर, जसलाई गगिन्स क्यालस्ड माइन्ड भन्छन्। यो तुलना एकदमै गजबको छ। जसरी बारम्बार घर्षणले हाम्रो हातमा ठेला उठ्छ र छालालाई बलियो बनाउँछ, ठिक त्यसै गरी जानी जानी आफूलाई कठिन परिस्थितिमा राख्दा हाम्रो मन पनि कठोर बन्छ। यो मानसिक ठेलाले हाम्रो मनलाई भविष्यमा आउने चुनौतीहरूबाट जोगाउँछ। अब प्रश्न आउँछ, यो गर्ने कसरी? गगिन्सले 2वटा एकदमै सरल तरिकाहरू सिकाएका छन्। पहिलो, पुनरावृत्ति। जुन कुराले हामीलाई असहज बनाउँछ त्यसलाई बारम्बार गर्ने। दोस्रो, अकाउन्टेबिलिटी मिरर। हरेक दिन ऐनामा हेर्ने र आफैसँग निर्मम भएर इमान्दार हुने। हाम्रा बहानाहरू के हुन्, कमजोरीहरू के